हेलो एभ्रिवान नमस्ते। यता चाहिँ म फिस पकाउनुको लागि चाहिँ मसला तयारी गर्दैछु। हजुरले हेर्नुहोला लगभग मेरो मसला चाहिँ रेडी भइसकेको छ। अनि आज चाहिँ हो सन्डे स्पेसल। अनि यता चाहिँ मैले माछा पनि फ्राई गरेर निकालिसकेको छु। हजुरले हेर्नुहोला यो माछा चाहिँ रौ माछा हो। यो भिडियो चाहिँ सन्डेको हो। मैले चाहिँ एडिट गर्नु सकेको थिएन, त्यही भएर चाहिँ म आज यसलाई पोस्ट गर्दैछु। हजुरले हेर्नुहोला। अनि मेरो रेसिपी कस्तो लाग्छ, रेसिपी मन पऱ्यो भने लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु नबिर्सिनु होला मेरो च्यानललाई। अनि हजुरले धेरै माया दिनुहोला। यता चाहिँ हेर्नुहोला हाम्रो मसला पनि रेडी भइसकेको छ। माछा मासु बनाउँदा चाहिँ जति धेरै मसलालाई पकाउनुहुन्छ त्यति चाहिँ माछा मासु टेस्ट हुन्छ गाइस। हजुरले कुन तरिकाले बनाउनुहुन्छ मलाई भन्नुहोला। यता चाहिँ हाम्रो फिस करी रेडी भइसक्नु आँटेछ। यता चाहिँ मैले झोल हालिसकेँ। आज चाहिँ हामी फिस करी खाने हो। हेर्नुहोला अब चाहिँ म यसमा माछा एड गर्छु। कसलाई चाहिँ फिस करी मनपर्छ हजुरले कमेन्ट गरेर भन्नुहोला। मलाई चाहिँ धेरै नै राम्रो लाग्छ, अनि त्यही भएर चाहिँ हजुरलाई म रेसिपी सेयर गर्दैछु। अनि आज सन्डे हो, हजुरले चाहिँ के खानुभयो भन्नुहोला। यो चाहिँ हाम्रो सन्डे ब्लग हो गाइस। वाउ हेर्नुहोला कस्तो राम्रो देख्छ। यम्मी यम्मी। बाई बाई गाइस।